नमस्कार। शिक्षक साथीहरूको अनुरोधमा फेरि यो एकीकृत हाजिर व्यवस्थापन प्रणाली सम्बन्धी एउटा सानो भिडियो निर्माण गर्दैछु। यसमा सबभन्दा पहिले यो attendance.gov.np को साइटमा गएर यो पेज लगइन गर्नुपर्दछ। लगइन गरेपछि खुल्ने पेज तपाईँले छानेको भाषामा देखा पर्नेछ। भाषा यहाँबाट छनौट गर्न सक्नुहुन्छ। इङ्ग्लिस या नेपाली दुईटा पेज छन् यहाँ। अब नेपालीबाट हामी जाउँ। यो पेज ड्यासबोर्ड खुल्छ। ड्यासबोर्ड खुल्ने बित्तिकै होम पेज भन्ने पनि छ यहाँ। होम पेज पनि यसलाई भन्दा हुन्छ। ड्यासबोर्ड होम पेज हो र यसमा कुल कर्मचारीहरू, उपस्थित कर्मचारीहरू, अनुपस्थित बिदामा भएका कर्मचारीहरू, काजमा भएका कर्मचारीहरू सबै देखाउँछ। यो बिदा विवरण चाहिँ सम्बन्धित एडमिन टिचरको हो। यो एडमिनको पेज हो। यहाँ मेरो नाम उल्लेख गरिएको छ। यो जसको एडमिन छ त्यसैको नाम हुन्छ यसमा। र यसको तल बटमतिर गर्दै गयो भने यहाँ महिना गते यी सबै कुराहरू तपाईँले हेर्दै गएपछि देख्न सक्नुहुन्छ। यो पेजमा मुख्यतया अब कुल कर्मचारी हो, अनुपस्थित कर्मचारीहरू, उपस्थित कर्मचारीहरू, बिदा भएका कर्मचारीहरू सबै यहाँ क्लिक गर्दै जानुभयो भने यसमा हुन्छ आज को आयो को आएन भन्ने कुरा यसले स्पष्ट गर्दछ। त्यसैले यो कुरा यो पेजबाट चाहिँ यो त्यति धेरै इन्फर्मेसन यसमा छैनन्, थोरै इन्फर्मेसन छन्। अब थप कुरा चाहिँ यसमा जस्तै अब यो कार्यालय व्यवस्थापन छ, अनि कर्मचारी व्यवस्थापन छ, अनि प्रतिवेदन, यी तीनटा कुरा अत्यन्तै महत्त्वपूर्णहरू छन्। जस्तै अब कार्यालय व्यवस्थापनमा कार्यालयले गर्ने कामहरू पर्दछन्। कार्यालय व्यवस्थापनमा भित्र तपाईँ छिर्नुभयो भने कार्यालय व्यवस्थापन जस्तै अब यहाँ सुरु पेजमा तपाईँको विद्यालयको नाम देखा पर्दछ। यो विद्यालयको नाममा क्लिक गर्ने बित्तिकै अब यसमा देखिएका कुराहरू सबै हामी छर्लँदैछन्। अब यसभित्र पसेपछि अब यहाँ जस्तै कार्यालयको विवरण, सेवा, श्रेणी, तह, शाखाको प्रकार, शाखा, पद, विधाको प्रकार, भूमिका प्रकार, सार्वजनिक विधा, हाजिरी, उपकरण, शिफ्ट व्यवस्थापन, शिफ्ट सेक्टर, म्यानुअल हाजिरी, यी सबै फङ्सनहरू चाहिँ कार्यालय व्यवस्थापनभित्र पर्ने फङ्सनहरू हुन्। सबभन्दा पहिले कार्यालय विवरण यहाँ आइगयो। हामीले भरेको कार्यालय अनुसारको विवरण यहाँ ट्याक्क आइसकेको छ। अब यसमा पनि केही फेरबदल छ भने कतिपय कुराहरू चाहिँ यसको मूल एडमिन स्थानीय निकाय नगरपालिका वा गाउँपालिका हुन्छ। यो गाउँपालिका नगरपालिकासँग समन्वय गरेर गर्नुपर्ने कामहरू कति हुन्छन् भने कति आफै गर्न सकिने कामहरू हुन्छन्। जस्तै अब सेवाभित्र यसले विवरण दिएको छ। अब यो हामीलाई शिक्षक सेवा भए पुग्छ। यी अरू सेवाहरू नट इम्पोर्टेन्ट, तर पनि यहाँ तीनटा सेवाहरू नगरपालिकाले यहाँ धेरै सेवाहरू सूची तयार गरेको थियो। अरू सबै मैले डिलिट गरेर एउटा मात्रै सेवा मात्रै राखे पनि हुन्छ। तीनटा सेवा यहाँ छन्। अब श्रेणी र तहमा अब जस्तै अब मेरो स्कुलसँग सम्बन्धित श्रेणी र तह मैले निर्धारण गर्न सक्छु। जस्तै अब बेलबारी नगरपालिकाभित्र यो चाहिँ कार्यालय चाहिँ बेलबारी नगरपालिकाभित्र पर्छ। मावि द्वितीय श्रेणी छ। अब यो उच्च प्रकार भन्छ प्रधानाध्यापकको पद मावि द्वितीय श्रेणी हो र हो भन्ने यहाँ कुरा आयो। यसलाई मैले यहाँ गएर एडिट पनि गर्न सक्छु। जस्तै अब एडिट पेज यसरी खुल्छ। यो एडिट पेजबाट हामी चेन्ज पनि गर्न सक्छौँ। सबैको यही हुन्छ है। अब मावि तृतीय भनेको छ। अनि मावि तृतीय, प्रकार मावि तृतीय, संक्षिप्त मावि तृतीय नै। त्यस्तै आधारभूत 6-8 द्वितीय श्रेणी। आधारभूत अब अहिले चाहिँ बेसिक, अहिलेको नियमावलीले चाहिँ निमावि भन्ने पद हटाएको हुनाले आधारभूत 6-8 द्वितीय श्रेणी भन्न बनाएको छ। यो पहिलेको निमावि हो। त्यसै गरी आधारभूत 6-8 तृतीय श्रेणी छ। आधारभूत 1-5 द्वितीय श्रेणी छ। आधारभूत 1-5 तृतीय श्रेणी छ। फर्स्ट क्लासका कुनै पनि शिक्षक नभएको हुनाले यसलाई यहाँ मैले राखिनँ। यो चौथो नगरपालिकाले राखेको, यसलाई मैले डिलिट गरेर फालिदिन खोजेको, मैले राखेको छैन। नगरपालिकाको एडमिनसँग सहयोग गरेर यसलाई फालिएको हुन्छ। अर्को सका हो, अर्को कासा हो र यिनै पदहरू हामीसँग कार्यालय सहयोगी कार्यकर्ता र कार्यालय सहयोगी हामीसँग यति विवरणहरू छन्। अब त्यसपछि अर्को शाखाको प्रकार भनेको छ विद्यालय हो। त्यति महत्त्वपूर्ण कुरा भएन, यसको विवरण यहाँ आउँछन्। अर्को शाखा छ। शाखा भने पनि विद्यालय नै हो। अर्को पद छ। पदमा चाहिँ अब हामीले जस्तै प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, अब माध्यमिक शिक्षक, आधारभूत शिक्षक, आधारभूत लेखापाल र बाल शिक्षक भनेर यसरी जम्मा गरेको छ। र अर्को कार्यालय सहयोगी पनि छ। यति पदहरू हाम्रो स्कुलमा छन्। अब यी पदको विवरण यहाँ दिएको हुन्छ। यिनीहरूलाई पनि यहाँबाट गएर एडिट गर्न सकिन्छ। तलमाथि फेरबदल गर्न पनि सकिन्छ। प्लस गर्नु पर्यो भने यहाँबाट प्लस गर्न पनि सकिन्छ। अब त्यसपछि विधाको प्रकार छ। विधाको प्रकारमा चाहिँ विशेष गरी यी विधाका प्रकारहरू हामीले भन्दा पनि नगरपालिकाले निर्धारण गरेका विधाका प्रकारहरू हुन्छन्। तैपनि शिक्षकका विधाका प्रकारहरू कानुनी रूपले स्पष्ट भइसकेको हुनाले यो चाहिँ नगरपालिकाले जे गर्छ त्यसलाई एडिट गरिरहनु पर्ला जस्तो मलाई लाग्दैन। अब यहाँ दिएको छ जस्तै बिरामी विधा, पर्व विधा, यी जति विधाहरू छन् अर्को पेजमा पनि दिएको छ। अर्को भूमिका प्रकार छ। भूमिका प्रकार चाहिँ एडमिन र सामान्य
एडमिनले सबै विद्यालयको गतिविधिहरू हेर्न सक्छ। सामान्य टिचरले आफ्नो मात्रै हेर्न पाउने भएको हुनाले प्रधानाध्यापक सहायक प्रधानाध्यापक कसलाई हो एडमिनको भूमिका दिने र विशेष गरी प्रधानाध्यापकले लिनु राम्रो हुन्छ। यो एडमिनको लिएर यसलाई पनि चेन्ज गर्न पनि सकिन्छ। जस्तै सार्वजनिक विधा भनिएको छ। सार्वजनिक विधा चाहिँ कहिलेकाहीँ के हुन्छ भने नगरपालिकाले सार्वजनिक विधा त निर्धारण गरेको हुन्छ, क्यालेन्डर बनेको हुन्छ, तर निजामती कर्मचारी अनि नगरपालिकाका आफ्ना कर्मचारी शिक्षक सबै जस्तै बोर्डिङ स्कुलहरूको आफ्नो आफ्नो रुटिन नगरपालिकाको प्लस आफ्नो रुटिन हुँदा आफूले जस्तै वर्षे विधा चाहिँ नगरपालिकाका कर्मचारीलाई रहँदैन। त्यसैले यो चाहिँ यो विधाको सेटिङ विधाको सफ्टवेयर सबै कर्मचारीलाई आवश्यक परेको हुने हुँदा वर्षे विधा मैले थपेको हो। प्रत्येक कार्यालयले अथवा प्रत्येक विद्यालयले कहिलेकाहीँ सो विद्यालय मात्रै शोक विधा दिनुपर्ने हुनसक्छ। कहिलेकाहीँ अपरजट प्राकृतिक प्रकोपको कारणले बाढी पहिरो आदि इत्यादि पर्न सक्छ, त्यो विधा दिनुपर्ने हुनसक्छ। यस्ता विधाहरू स्कुलले आफै थप्न सक्छ। त्यो सार्वजनिक विधा अन्तर्गत यी कुराहरू है। हाजिरी उपकरण यसमा कुन प्रयोग भएको छ भन्ने कुरा चाहिँ यो अलिक टेक्निकल कुरा हो, नट इम्पोर्टेन्ट, तैपनि यो थाहा पाइराख्नु राम्रो हुन्छ। सिफ्ट व्यवस्थापन भनेको छ। जस्तै अब सिफ्ट व्यवस्थापनमा हामीले 5 वर्किङ डेज छ। 5 वर्किङ डेजमा 10 देखि 6 बजीसम्म रहने, स्कुलमा 10 बजी उपस्थित हुने, 16 बजी 10 देखि 16 बजीसम्म 4 बजीसम्मको व्यवस्था गरेका छौँ। यो कसरी बनाउन सकिन्छ भन्ने कुरा चाहिँ अब सिफ्ट रोस्टर यहाँ छ। सिफ्ट रोस्टरमा यहाँ हेर्नुहोस्, हामीले सिफ्ट रोस्टर भनेको सबैलाई लागु हुने हो। सिफ्ट रोस्टर सबै कर्मचारीलाई एउटै सिफ्ट रोस्टर छ। थप्नु पऱ्यो, तपाईँले नयाँ केही थप्नु पऱ्यो भने यहाँबाट थप्न सक्नुहुन्छ। अब कसरी थप्ने त भन्ने कुरा अब यो खुल्न अलि समय लिइरहेको छ। अहिले यो खुलेपछि म यसको व्याख्या गर्नेछु। अब नयाँ रोस्टर पनि निर्माण गर्न सकिन्छ। नयाँ रोस्टर निर्माण गर्नको लागि हामीले यो पेजबाट रोस्टर थप्नुपर्ने हुन्छ। अब रोस्टर थपेपछि थपिएको रोस्टर चाहिँ जस्तै परीक्षाको बेला हुनसक्छ, हिउँदे बिदाको बेला हुनसक्छ, या यस्तै अरू समयमा पनि समय हेरफेर गर्नु पऱ्यो भने अथवा नयाँ सेड्युल तयार गर्नु पऱ्यो भने यहाँ आयो। तपाईँले कुन मितिदेखि कुन मितिसम्म फरक, अहिलेको भन्दा फरक यो 5 वर्किङ डेज भन्ने एउटा प्रोग्राम छ अथवा त्यो रोस्टर छ, समय फिक्स गरेको छ, त्योभन्दा फरक राख्न चाहनुहुन्छ भने त्यो जस्तै मङ्सिर 1 गतेदेखि फागुन 1 गतेसम्मको लागि समय चाहिँ 10-4 नभएर 10-3.5 हुनसक्छ। त्यसलाई विन्टर वर्किङ डेज भनेर राख्नुभयो भने सबैमा विन्टर वर्किङ डेज भनेर सेट गर्ने र समय सेट गरेपछि त्यो विन्टर वर्किङ डेज एक्टिभ हुन्छ त्यो मितिदेखि, अनि त्यो मितिबाट चाहिँ नयाँ रोस्टर लागु हुन्छ। यसरी यो सबैका लागि हो। प्रत्येक टिचरलाई फरक फरक रोस्टर पनि बनाउन सक्नुहुन्छ। कोही टिचर आंशिक छन् भने आंशिक टिचरहरूको लागि जस्तै यहाँ फरक छ हैन, फरक यहाँ फरकमा यस्तो यो पार्टमा टिक लगाएर हैन एकल शिफ्ट पनि छान्न सक्नुहुन्छ। तपाईँ सामूहिक शिफ्ट यो भयो र एकल शिफ्ट पनि बनाउन सक्नुहुन्छ। त्यो चाहिँ स्कुलको आवश्यकता अनुसार गर्न सकिने कुरा भयो। अब यो बल काज अफिस लग यी चाहिँ अब अहिले एक्टिभ छैनन्, त्यति महत्त्वपूर्ण नभएर होला। अब यिनीहरूलाई बिस्तारै चलाउँदै जाँदाखेरि सिक्दै जाइन्छ, त्यो महत्त्वपूर्ण कुरा भयो। र यो अब यति नै कार्यालय व्यवस्थापनमा यति कुरा जान्दा पुग्छ। अब हामी कर्मचारी व्यवस्थापनमा छौँ। कर्मचारी व्यवस्थापनमा भनेको चाहिँ कर्मचारीका लागि चाहिने सबै कुराहरू कर्मचारी व्यवस्थापनभित्र पर्छ। यो पेजमा हामी देख्न सक्छौँ। यहाँ छाप्नुहोस्, निर्यात गर्नुहोस्, नयाँ थप्नुहोस्, नयाँ कर्मचारीले थप्नु पऱ्यो, नयाँ नियुक्ति भयो भने यहाँबाट थप्न सकिन्छ। सक्रिय निष्क्रिय स्कुलको नाम यहाँ दिएकै छ। अब यसमा के विवरण हुन्छ नि त भनेर हेर्दाखेरि कर्मचारीको बारेमा उसको सङ्केत नम्बर दिएकै छ। त्यसपछि नाम हुन्छ, नामपछि चाहिँ पद हुन्छ, पदपछि सुरु नियुक्ति मिति हुँदै हुँदै फोन नम्बर सहित गएर यहाँ एडमिन हो कि के हो भूमिका, सामान्य एडमिन के हो दिएको हुन्छ। र यहाँ प्लस चिन्ह, दुईवटा चिन्ह छन्, एउटा प्लस र एउटा निलो छ। अनि त्यसपछि यहाँ पेन छ। पेन भनेको सधैँ एडिटिङ सिम्बल हो यो। र यो प्लसमा तपाईँले थिच्नुभयो भने विधाको विवरण यसमा आउँछ। विधाको विवरण दुईवटा सेक्सन थियो। मास्तिरको सेक्सन हामीले थपगढ गर्नु पर्दैन, त्यो सम्बन्धित विधाका टिचरको बारेमा छ। त्यहाँदेखि मुनि गएर तपाईँले यो भागमा यो विधाको माग फारम भनिएको छ। विधाको माग फारममा विधाको प्रकार यहाँ क्लिक गर्ने बित्तिकै विधाको प्रकार आउँछन्। कुन विधा माग गरे हो त्यो विधा क्लिक गर्नुभयो तपाईँले भने अब जस्तै परविधा क्लिक गर्नुभयो भने बाँकी रहेका परविधाहरू सबै यहाँ देखाउँछ। मिति कुन मितिमा माग गर्नुभएको हो, कुन मितिमा त्यो समाप्त हुन्छ, आधा लिने हो कि होइन, जस्ता कुराहरूले चाहिँ जस्तै अब यहाँ चयन गर्नुहोस् भनेको छ नि। चयन गर्ने चाहिँ अब जस्तै प्रधानाध्यापकलाई यो अधिकार दिएको हुन्छ। अगाडि भर्दै विवरण भर्दै पर्सनल डिस्क्रिप्सनमै यो कुरा एडमिन हो कि होइन, विधा स्वीकृत गर्ने मान्छे हो कि होइन भन्ने कुरा त्यहाँ हुन्छ। अनि यहाँ केही कुरा लेखेर घराइसी कारण केही कुराहरू लेखेर उसले माग गरेको पत्र चाहिँ यहाँबाट अपलोड गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गर्ने बित्तिकै तपाईँले स्क्यान गरेर राखेको फाइल डेस्कटपमा कम्प्युटरमा कहाँ लगेर राख्नु भएको हुन्छ त्यहाँबाट
तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। अपलोड गरेपछि स्वीकृत भएपछि त्यो यो यहाँ आएर बस्छ। उसले लिएको बिदाको रेकर्ड यहाँ बस्छ। यसलाई नयाँ थप्नुहोस्, त्यति सबै विवरण भरेर नयाँ थप्नुहोस्मा क्लिक गर्नुहोस्। त्यसपछि यो यहाँ आएर बस्छ र पछि डिलिट गर्न पनि सकिन्छ। विशेष अवस्थामा जस्तै एउटा कर्मचारीले 5 दिन बिदा मागेको थियो, तिनले तेस्रै दिनमा आइपुग्यो, काम छिटै सकेर भने त्यसलाई डिलिट गरेर फेरि एडिट गरेर फेरि पुनः त्यसलाई व्यवस्थापन गर्न पनि सकिन्छ। यो काजको पनि त्यस्तै हो। प्लस गर्नुहोस्, काजमा विवरण भर्नुहोस्। काजको विवरणमा जस्तै काजको माग फारम छ, काजको नाम लेख्नुहोस्। अनि काज यहाँ त्यो शीर्षकको ट्याकट्याक लेख्न सकिहालिन्छ। तालिम खर्च दिने हो कि होइन, कुन मितिदेखि कुन मितिसम्म हो, कुन सवारी साधनमा तपाईँ जाँदै हुनुहुन्छ, काजको उद्देश्य के हो, कुन ठाउँमा जाने हो, अनि उसले काजका लागि दिएको निवेदनको यहीँ अपलोड गर्नु होला। अब अनि त्यसपछि नयाँ थप्नुहोस्मा क्लिक गरेपछि फेरि काज लिएका कुराहरू यहाँ देखिएको छ है। अब यसपछि अर्को यो एडिट भयो। एडिटले तपाईँ त्यसलाई चेन्ज गर्न सक्नुहुन्छ। यो सबै विवरणहरू चेन्ज गर्न सक्नुहुन्छ। यो पेजमा यति नै कुरा भयो। अब यति मात्रै कुराले कर्मचारीलाई पुग्दैन, अझै भित्र प्रवेश गर्नुपर्ने हुन्छ। भित्र प्रवेश गर्नको लागि नाममा थिचेपछि हामी जस्तै कुनै एउटा तुलाराम चौधरी सर भन्ने सरको भित्र प्रवेश गरौँ। भित्र प्रवेश गर्ने बित्तिकै व्यक्ति विवरण, जागिर विवरण, बिदा विवरण, काज विवरण, सञ्चित बिदा विवरण, लगइन विवरण, सिफ्ट, अब यसमा चाहिँ नझुक्किनु होला। त्यो नाममा क्लिक हुन्छ। नाममा क्लिक भएपछि कर्मचारीहरूको यो कर्मचारी व्यवस्थापनमा गएपछि प्रत्येक कर्मचारीको नाममा क्लिक हुन्छ। क्लिक भएपछि उसको पेजमा छेरिन्छ। अब यो तुलाराम चौधरी यहाँ नाम आइरहेछ है, यो उहाँको व्यक्तिगत विवरण भयो। जागिर विवरणमा उहाँको कुन जागिर, के जागिर हो, एडिटबाट तपाईँले यहाँ नयाँ थाप्नु भयो होइन, गर्नु पऱ्यो भने अनि अब त्यो यहाँ आएर बस्छ। उहाँको जागिर विवरण अगाडि छापिएका कुराहरू यहाँ आएर बस्छ। फेरि एडिट गर्नु पऱ्यो भने तपाईँ चेन्ज गर्न सक्नुहुन्छ। अब बिदा विवरण छ, जुन बिदा विवरण यहाँ अब यो बिदा विवरण हामीलाई चाहिँदैन। अब काज विवरण छ, त्यो पनि यहाँ आएर बस्छ। बिदा विवरण उहाँले लिएका बिदाहरू यहाँ आएर बस्नुपर्ने हो, किन बसिरहेको छैन। काज विवरण, अनि त्यसपछि तपाईँको सञ्चित बिदा विवरण जुन छ, सञ्चित बिदा विवरण यहाँ थप्न सकिन्छ। उहाँको सञ्चित बिदा राखिएको छैन यहाँ। अब त्यस्तै अब लगइन विवरण, उहाँले कतिचोटि लगइन गर्नुभयो, के भयो, यसमा देखाउँछ। अनि सिफ्ट रोस्टर देखाउँछ उहाँको। जस्तै अब यो कुल सिफ्ट 5 वटा 7 वटा भनेको छ, यो 2 कुल सप्ताहन्त 2टा। यो चाहिँ सिफ्ट चाहिँ धनपाल मामिले धेरै सिफ्ट अभ्यास गर्दै छोड्दै गरे हुनाले यो यस्तो देखिएको हो। यो ट्रायलले गर्दा धेरै भएको हो। खर्च भएका बिदाहरू यहाँ बस्छन्। अनि बहु सिफ्ट रोस्टरमा पनि उहाँ हुनुहुन्छ कि हुनुहुन्न भनेको उहाँको पर्सनल रोस्टर छ कि छैन भन्ने कुरा हो। रोस्टर भनेको टाइम सेड्युल हो। स्कुल आउने र जाने टाइम सेड्युललाई रोस्टर भनिन्छ। रोस्टर व्यवस्थापन भएको छ कि छैन भन्ने कुरा चाहिँ यति नै कुराहरू चाहिँ तुलाराम सरको नाममा चाहिँ भए। सबै कर्मचारीको यस्तै नै हो। अब यसलाई यो पेजलाई पनि तपाईँ चलाउँदै जानुभयो भने यसका आवश्यकताहरू चाहिँ सम्बोधन हुँदै जान्छन्। अब यति नै कुराहरू नि यो भित्र। अब यसपछि हामी यो अनि अर्को एउटा महत्त्वपूर्ण कुरा चाहिँ के छ भने जस्तै शिक्षाको सरुवा कसरी गर्ने भनेर भनिएको छ नि। यो जागिर विवरणमा गएर तपाईँ एडिटमा जानुहोस्। जागिर विवरण गएर एडिटमा गएपछि अब यहाँ पेसा स्थिति छ नि। पेसा स्थितिमा अरू सबै कुराहरू तिनै हुन्। यहाँ सबै विवरण उसले आफै दिन्छ। पेसा स्थितिमा गएर राजीनामा दिएको हो कि, सरुवा हो कि, निधन हो कि, करार समाप्त हो कि, अवकाश हो कि के हो, त्यसमा क्लिक गर्नुहोस् र क्लिक गरेर अनि यो सम्पादनमा तपाईँले सम्पादनमा क्लिक गर्नुहोस्। यसको ठ्याक्कै पेसा स्थिति के हो त्यो लेखेर सम्पादनमा क्लिक गरेपछि एक पटकमा त्यो व्यक्ति यहाँ आएर प्लस बस्छ, प्लस चिन्ह बस्छ। यो ठाउँमा आएर प्लस चिन्ह बस्छ। एक स्टेपमा त्यो प्लस चिन्ह ल्याउनुहोस् र अर्को स्टेपमा त्यही प्लस चिन्हमा थिचेर फेरि गएर सम्पादन गर्नुहोस् भनेपछि उहाँको सरुवा हो भने सरुवा हुन्छ, राजीनामा हो भने राजीनामा हुन्छ, के हो त्यो स्वीकृत हुन्छ। त्यसैले यो शिक्षकलाई सरुवा गर्ने, राजीनामा गर्ने, अवकाशको रेकर्ड राख्ने सबै गर्नुभयो भने चाहिँ तपाईँको 2 स्टेप काम गर्नुपर्छ। नत्र फेरि त्यो निष्क्रिय भन्ने ठाउँमा गएर एक स्टेप मात्रै गरेर छोड्नुभयो भने अब यसको यो कर्मचारी व्यवस्थापनमा यहाँ सक्रिय र निष्क्रिय भन्ने 2टा कुराहरू छन्। एक स्टेपमा छोड्नुभयो भने यो निष्क्रियमा आएर गएर बस्दिन्छ। अहिले यहाँ कोही पनि छैन यो निष्क्रियमा, हामी सबै सक्रिय छौँ। त्यस कारणले त्यो सरुवा भएको या अरू नै केही कारणले स्कुल छोडेको त्यस्तो शिक्षकको चाहिँ तपाईँको जागिर विवरणमा गएर दुईचोटि तपाईँले भर्नुपर्ने हुन्छ यो फारम। यहाँ स्थायी सेवा एकचोटि गरेर सम्पादन गरेपछि प्लस चिन्ह आउँछ। त्यसपछि फेरि त्यसलाई प्लस चिन्हलाई खेल्नुभयो भने त्यो टिचर त्यहाँबाट
आउनुहुन्छ। अब तपाईँ जानु यो अर्को प्रतिवेदनमा। प्रतिवेदनको लागि त्यो सजिलो छ। प्रतिवेदन दैनिक छ, मासिक छ, वार्षिक छ, अनि अन्य प्रतिवेदनहरूमा तपाईँको शिफ्ट रोस्टर विवरण छ। दैनिक प्रतिवेदन, मासिक प्रतिवेदन र वार्षिक प्रतिवेदन अब अहिले नगरपालिकाले स्थानीय सरकारले हामीसँग मागेको चाहिँ मासिक प्रतिवेदन हो। दैनिक प्रतिवेदन पनि हेड सर अथवा सम्बन्धित प्रशासकका लागि महत्त्वपूर्ण रहन्छ। जस्तै दैनिक विवरण, अनुपस्थित विवरण, ढिलो आएको विवरण, छिटो गएको विवरण, सबै विवरणहरू तपाईँले प्रिन्ट गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। दैनिक विवरण हामीले हेऱ्यौँ भने जस्तै कुन मितिको हो। अब यहाँ यसरी दैनिक विवरण मेरो देखाउँछ भनेको यो चाहिँ एडमिनको देखाउँछ। एडमिनको हामीलाई होइन यो जुन चक्र जस्तो छ यो चक्र जस्तोमा क्लिक गर्नु होला, नबिर्सिकन चक्र जस्तोमा क्लिक गरेपछि यो कुरा खुल्छ। अब यहाँ सबै हामीलाई चाहिन्छ, स्थायी अस्थायी मात्रै होइन, सबै यहाँ सबै भनेर यहाँ क्लिक गरेर यहाँ मिति राख्नुहोस्। मिति चाहिँ जस्तै अब असार 25 गतेको हामीले छान्नु पर्यो भने असार 25 गते सम्झिनु, यो एउटा नमुनाको लागि मात्रै हो। असार 25 गते 3/25 यहाँ आयो। अब यहाँ छाप्नुहोस्मा क्लिक गर्ने बित्तिकै टिचरको अवस्था यो छ। सहायक प्रधानाध्यापकको अनुपस्थित देखाइरहेको छ। कहाँ जानुभएको थियो होइन। अब यसमा बिदा किन स्वीकृत भएन त्यो हेर्नुपर्छ। त्यो चाहिँ प्रशासकको कमजोरी भयो, निवेदन दिनुभयो होला उहाँले। अब त्यो दिएको निवेदन किन स्वीकृत गरिएन, किन सेटिङ लिएन यसले भन्ने कुरा हेर्नुपर्छ है। अब त्यस्तै अर्को मिति राख्नुभयो भने जस्तै अब 18 गतेको राख्नुभयो भने ल हेर्नु, यहाँ सबै उपस्थित देखाउँछ। ल हेर्नु, यहाँ उपस्थित देखाउँछ। एकजना प्रसुति बिदामा छन् र एउटा पर्व बिदा करार 2 जना शिक्षक साथीहरू चाहिँ अहिले बिदामा हुनुहुन्छ। यसरी सबै विवरण देखिन्छ र यो मासिक पनि छाप्न सकिन्छ। र अहिले चाहिँ नगरपालिकाले जागिर निकासा गर्न माग फारम सँगसँगै यो पेश गर्न भनेको छ। मासिक छ, वार्षिक पनि गर्न सकिन्छ, छिटो गएको, ढिलो आएको, जम्मै विवरणहरू फेरि यसमा क्लिक गरेपछि यो पेज उता लाग्छ। हवस् त, अब अहिले मलाई लाग्छ यतिले धेरै सहयोग पुगेको छ। थप छलफल या बहस केही गर्नु पर्यो भने पछि हामी फेरि यसको बारेमा थप भिडियोहरू प्रकाशित गर्दै जानेछु। साथीहरूले यसको बारेमा राम्ररी कमेन्ट लेखिदिनु होला। राम्रो भए राम्रो लेखिदिनु होला, नराम्रो भए नराम्रो लेखिदिनु होला। यसले गर्दा मलाई फेरि पुनः अर्को भिडियो चाहिँ परिष्कृत रूपमा नयाँ भिडियोहरू ल्याउनको लागि उत्साहित गर्नेछ। केही नलेखिकन जे भए पनि राम्रो भन्दै नलेखिदिनु होला। के कुराहरू राम्रा छन् र के कुराहरू थप गर्नुपर्ने छन् कमेन्ट राम्ररी मजाले गजाबले गरिदिनुहोस्, त्यसमा म खुसी हुनेछु। हवस् त, धन्यवाद।